हेलो गाइस, हाम्रो कोठेबार हेर्नु है साथी हो। चिटारमा सुनकोसीको पानी तान्नु नसकेको पाइपको पानीले गर्दाखेरि हे साथी हो, हाम्रो किसानहरूले दुःख पाएर भने खाने पानीको थोरै सिँचाइ गरेर भने पनि हामीले तोरी, धनियाँ, मटर, आलु, गहुँ, मुसुरो, आलु, मकै, कोपी, धनियाँ, लसुन, प्याज, हल्का बन्दाहरू पनि, कोपीहरू पनि भएन हो हजुर। थोरै खाने पानीको अभाव हुँदाखेरि पनि हामीले सिँचाइ गरेर भने पनि तरकारी खेती लगाएको किसान दाजुभाइ हो। दुःख छ हामीलाई। तोरी छरेको पनि हेर्नुहोस् है दाजुभाइ, हाम्रो तोरी फुलेर पयालै भएको छ। तोरीबारी सुनकोसीको पानी तान्न सकिएन, खोलाको पानी सुक्यो, के गर्नु।